हेलो एभ्रिवान, नमस्ते सबैलाई। ल है गाइस, म चाहिँ गाउँ जाँदैछु होइन, घर जाँदैछु। मैले भतिजोलाई पनि बोलाएको छु होइन, साथीको लागि। स्थिति यस्तो छ, हामी चाहिँ ठ्याक्कै अहिले अले भन्ने ठाउँमा छौँ, अले चौतारामा यस्तो छ। त्यसपछि हजुरहरूलाई म देखाउँछु है त ब्याकग्राउन्डमा के छ भने हजुरहरूले तल देखिरहनु भएको चिकफटार भन्छ, यो तलको यो बाटैबाट देखिरहनु भएको बाटोभन्दा माथि आउँछौँ हिँडेर यो तल टारबाट। अनि हजुरहरूले देखिरहनु भएको यो पारी यो गाउँ चाहिँ ठ्याक्कै यो उवा भन्छ, उवा गाउँ भयो। यो माथिल्लो यो गाउँ चाहिँ सीमा भयो, यो गाउँ चाहिँ सीमा भयो। यो गाउँ भयो भनेपछि यो उवा भयो। त्यसपछि यो पारीको भनेको पाथिभरा डाँडा भन्छ र यो माथिको यो गाउँहरूदेखि ओक्सिबा भन्छ, यसलाई चाहिँ ओक्सिबा भयो। र यसलाई चाहिँ विशेष गरेर पाथिभरा डाँडा भनेर चिनिन्छ। ठ्याक्कै पाथिभाराको आकार छ, यहाँबाट भन्दा चाहिँ माथि गाउँबाट प्रष्ट देखिन्छ पाथिभाराको आकारमा। अनि यो हजुरले देखिरहनुको रोड भनेको चाहिँ कोशी हाइवे हो है त, जुन रोडले चाहिँ इन्डिया र चाइना जोड्ने बाटो चाहिँ यसले नै जोड्ने गर्दछ। यस्तै भयो। बाँकी भनेको यो पारीको गाउँ भनेको ओबा गाउँ भनेको यो भयो। यो माथिल्लो गाउँ यहाँ पनि गाउँ छ, यो माथिको गाउँ चाहिँ च्याङ्ग्रिङ भन्छ। त्यसपछि यो माथिको जुन यो गाउँ छ, यो गाउँ चाहिँ हाम्रो टोल हो है त, यसलाई लोवर टोल भनेर चिनिन्छ। यो माथिको ठ्याक्कै यो माथिको यो माथिको सिरान घर चाहिँ मेरो भयो। त्यस्तो चाहिँ स्थिति। त्यसपछि माथि यो डाँडाको भनेको लेक पर्छ, लेक भनौँ न। गाईबस्तु चाहिँ बर्खाको समयमा चाहिँ माथि लाने गर्छ लेकमा। अनि यो माथि भएको चाहिँ ठ्याक्कै यो माथि ठ्याक्कै यो पातल मुन्तिरको बिचको भागमा चाहिँ यो कारमाङ भन्ने गाउँ छ। अहिले यहाँबाट चाहिँ जोस कैद गर्न नसकिने अवस्था छ। अनि ठ्याक्कै यो पारीको चाहिँ बैदे गाउँ भन्छ है त, सुन्दर गाउँ छ। तर यो तलबाट चाहिँ खासै राम्रो देखिँदैन, यो बैदे गाउँ भयो। यस्तो छ। र बाँकी भने यो तल देखिरहनु भएको चाहिँ इखुवा खोला भन्छ। यो पनि एकदमै यो इखुवा खोला पनि दामी छ होइन, एकदम राम्रो तरिकाको पानी, सफा खालको हरियो निलो पानी देखिन्छ होइन टाढेबाट। राम्रो खालको पानी चाहिँ यसमा बग्ने गर्दछ। ल यस्तै भयो। त्यसपछि ठ्याक्कै यो खोला चाहिँ यहाँ ठ्याक्कै यो माथिको यो तल ठ्याक्क अलिअलि देखिन्छ। यो त्रिवेणीमा गएर मिसिन्छ है त, अरू नदीमा मिसिन्छ। ल त्यसपछि बाँकी यो तल ठ्याक्कै यो पाथिभरा डाँडा मुनतिर ओक्जिबा मुनतिर तल चाहिँ एउटा समटर भन्ने ठाउँ पनि छ है त, जहाँ कि एकदमै राम्रो धान चाहिँ उत्पादन हुन्छ यो तल समटरमा पनि। र बाँकी भनेको यो पारी देखिने भनेको हजुर देख्नु यो सीमा भयो। हेलो गाइस, फेरि पनि स्वागत छ है त। आज घर जाँदैछौँ हामी। एकदम पानीले गर्दाखेरि चाहिँ हामी ओडामा बसिरहेछौँ होइन, यो खालको ओडा छ। तपाईँहरूलाई म पछाडि पानी हुन्छ है त, एकदम पानी भित्रबाट पानी परिरहेछ। हामी चाहिँ बाटो यता जानुपर्ने, ऊ माथि गाउँ जानुपर्ने, एकदम भित्रबाट पानीले गर्दा चाहिँ छाता बोक्नु बिर्सेर चाहिँ हामी बिजोग छौँ। हामी ओडारको बसेको छ। अब घरको कतिखेर पुग्ने हो थाहा छैन है। ल फेरि भेटौँला है त, नेक्स्ट पार्टमा भेटौँला। अहिले चाहिँ बाई बाई। हेलो साथीहरू, आज चाहिँ हामी घर जाँदा पानी परेर हामी ओडारमा बसिरहेछौँ है। ओडारको हालत यस्तो छ, यस्तो पानी परिरहेछ। हामी चाहिँ यता जाडो है त, बिजोग छ। भतिज एकदम निराश मुद्रामा छौँ पनि होइन, एकदम पानी यता बा पाइसकेको छ। हामी चाहिँ ओडारको बसाइमा छ अहिले। ल स्थिति नाजुक छ। अब घरमाथि कहिले हो आमामा कहाँ, ओहो बिजोग जोडले पानी पऱ्यो। राम्रो कसरी पुग्नु होला त्यो ठाउँमा। हेलो गाइस, ल हामी चाहिँ पानी पऱ्यो भने हामी अब झरीमै पानीमै हिँड्दैछौँ है त। नहिँडी नि नहुने होइन, टाढो पुग्नुपर्ने छ। बाटोमा यसरी बिसाइरहेर पनि हुँदैन। ल यो बिजोग चाहिँ यस्तो छ गाउँघरको बाटो। आहा यस्तो बाटो हिँड्नुपर्ने छ, के गर्नु। पानी परेको छ हल्का, तर यो चाहिँ उक्रेको रहेछ है त, पानी उक्रेको छ। भतिज अगाडि हिँड्दैछ, केटोले छाता नलिएर बिजोग भइरहेछ है त। ओहो पानी आमामा गाह्रो हल्का घाम पानी भइरहेछ यार। बाटो
बाटो यस्तो छ। ल है ल धमधम हिँडा हुँदैछ। फेरि नेक्स्ट पार्टमा हिँडौँ मलाई त। बाई। हेलो गाइज, फेरि पनि स्वागत छ है त। फेरि पनि स्वागत छ। पानी परि 1 घन्टा पछिको हामी यात्रामा चाहिँ एक स्टेप हामी माथि आएको छौँ। लगभग अब चाहिँ हामी आफ्नै टोलमा आइपुगेको छौँ होइन। तलतिर देखिरहेको घर हाम्रै टोल पर्छ होइन। त्यसपछि यो हाम्रै यो जुन यो खेतहरू जुन यो हजुरहरूले चाहिँ यो एकदम खेतहरू देख्नुहुन्छ यो चाहिँ हाम्रै टोलको भयो होइन। अनि यस्तो छ। अनि तर यो माथि गाउँ मेरो घर अझै माथि पर्छ, तर यहाँ हल्का यो रुखले छेलेको छ है। ल यो माथि पर्छ है त। यो माथिको जुन माथिको यो मकै बारी देखिन्छ हो त्यो क्षेत्रमा चाहिँ मेरो घर पर्छ है त। टाढी छ, अझै पनि उकालो जानुपर्ने छ। र एकदमै जस भनौँ न वर्षपछिको मौसम एकदमै खुल्या छ, एकदम शान्त देखिएको छ है त। एकदम खुल्या छ है। हजुरहरूले देखिरहनुको पारी है ठ्याक्कै यो चाहिँ बैदे गाउँ भयो। यो गाउँ पनि एकदमै यो गुरुङ गाउँ पनि भन्छ होइन। यो बैदे गाउँ भयो। एकदमै यहाँ चाहिँ धेरै सुन्दर छ। त्यसपछि पारिदेखिको रने गाउँ भैँसी खर्का भन्छ है। साथै तल देखिरहेको जानुभएको चाहिँ यो कारबाङ पर्छ है त। जुनमा चाहिँ हामीले सुरुमा भिडियो बनाएको ठाउँ चाहिँ यो क्षेत्र है त। जुन हजुरलाई चाहिँ हामीले आले भनेर बनाएको भिडियो चाहिँ यो क्षेत्रमा पर्छ ठ्याक्कै। जुन यो गोड देखिरहनु भएको छ यो क्षेत्रमा चाहिँ हामीले भिडियो बनाउन चाहिँ सुरु गरेको हो। साथै तल देख्नुहुनेछ त्यही इख्वा खोला हो, त्रिवेणी हो त्यो ठ्याक्कै। यो चाहिँ इख्वा खोला र अरुणको अब भनौँ न सङ्गम स्थल भनौँ न। जस इख्वा खोला चाहिँ यो ठाउँमा चाहिँ अरुणमा मिसिन्छ है त। साथै हजुरलाई देखिरहनु भएको यो उवा गाउँ भयो होइन। यसलाई चाहिँ उवा भन्छ। त्यसपछि हजुरले माथि स्ट्याम्प देखिरहनु भएको यो भयो सिम्मा गाउँ भन्छ है। त्यसपछि पर हजुरलाई देखिरहनु भएको ठुलो गाउँ चाहिँ हेदाङ्ना है त। यसलाई चाहिँ हेदाङ्ना भन्छ है, हेदाङ्ना भन्छ। त्यसपछि हजुरले देखिरहनु भएको यो चाहिँ जुन अलिकति सम्म बसेको ठाउँ जस्तो देखिने ठाउँ चाहिँ गढी बजार भयो। अनि हजुरले पारी देखिरहनु भएको चाहिँ ठ्याक्कै यो चाहिँ नुम बजार हो है त। हाम्रो गाउँबाट चाहिँ नुम बजार यस्तो देखिन्छ है त गाइस, यस्तो छ। अनि साथै नुम बजार हुँदै आउने नै रोड भयो होइन। यो कोशी हाइवे चाहिँ यसरी गएको छ है त। यो नुम हजुरहरूले देखिरहनु भएको पारीको ठाउँ भनेको चाहिँ यो साबीको पाथिभरा गाविस भन्छ होइन। अहिले चाहिँ मगालु गाउँपालिका वडा नम्बर 3 पर्छ होइन। हेदाङ्ना साइड पर्छ है त। यो हजुरले देखिरहनु भएको रोड भनेको चाहिँ कोशी हाइवे हो। चाहिँ इन्डिया र चाइनालाई जोड्ने रोड भयो होइन। यो चाहिँ यसो हुँदै यो पारी हुँदै जान्छ होइन। यो तल चाहिँ अब देखेको छैन। हजुरहरूले पर देखिरहनु भएको चाहिँ ओबा गाउँ है त। यसलाई चाहिँ ओबा गाउँ भन्छ। अनि हजुरहरूले मैले तलबाट खिचेर जुन देखाउनु कोसिस गरेको माथि गाउँ च्याङ्रिङ भन्छ। अब यो लौटोल भनेको चाहिँ हाम्रै भयो होइन। यो हाम्रो टोल भयो। यो चाहिँ माथिसम्म छ। यो चाहिँ माथि हजुरहरूलाई माथि पुगेर अहिले देखाउँला। हालको अवस्था यस्तो छ है त। एकदमै धान मजाको फले रहेछ होइन। ल स्थिति यस्तो छ है त। ल ल हे गाइस, मलाई सानो भाइ चाहिँ मलाई सघाउन आउँदैछ। मलाई सघाउन आएको झोला बोक्ने ल बोक ल झोला बोक ल बोक बोक लु मजाले बोक त। अलि मजाले मिलाएर बोक। ल गाइस, मेरो भाइले चाहिँ भतिले मेरो ब्याग सघाएको छ होइन। सघाइरहेको छ है उसले त। ल हिँडिरहेछौँ हामी। ल गाइस यस्तो छ है त। पानी परिरहेछ। हामी चाहिँ निरन्तर हिँडाइमा छौँ है त। हिँडिरहेछौँ होइन। ल खतरा भारी बोकिरहेछ है त। ल अब चाहिँ हामी दाइको घर जाँदैछौँ। अहिले चाहिँ हेलो भन्। अहिले चाहिँ हामी दाइको घरमा चाहिँ आइपुगेको छौँ है त। ल दाइ घरमा हामी आएको छौँ। अब पाको घरमा चाहिँ अझै पुग्नै बाँकी छ।
गाइस यस्तो एकदम धमाधम मकै भर्खर पाक्न लागेको रहेछ। यस्तो छ स्थिति होइन। हामी चाहिँ घर जाँदैछौँ। यस्तो छ लावर हिँड्दैछु ड्याङ 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 मेरो झोला बोकेर। ल स्थिति यस्तो छ है त गाइस। ल गाइस मकै सँगसँगै यसरी भटमास पनि रोपिन्छ। यो चाहिँ भटमास भयो। यसरी मकैकै फेदमा चाहिँ भटमास रोपेको हुन्छ है त। ल है गाइस फाइनल्ली म चाहिँ घर आइपुगिसकेको छु होइन। घरमा आइपुगेको छु तर घरमा चाहिँ पा हुनुहुन्न होइन। पा चाहिँ गोठाला गाई गोरु हेर्दैछु भन्दै हुन्थ्यो। अहिले चाहिँ म घर आइपुगेको छु। घर चाहिँ अवस्था यस्तो छ। ल बन्द रहेछ। पा चाहिँ गाईमा जानु भएको रहेछ। ल मेरो घरको स्थिति यस्तो छ है त। ल यस्तो छ। ल यस्तो छ कोठेबारी भयो यो। मङ्गलले आउँदैछ। ल पा चाहिँ यता बसिरहनु भएको रहेछ। त्यहाँ बिस्तारै बिर्छ त केटा। बिस्तारै 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 बिस्तारै